यो फोटोमा देखाइएको जस्तो डगको प्राइभेट पार्टमा मासु पलाएको, बाहिर निस्केको, रगत बगिरहेको देख्नुभएको छ? यदि छ भने यो के होला? यो कनेक्टिभिटी हो। यो डगहरूमा हुने एक प्रकारको संक्रामक क्यान्सर हो जुन डग मेटिङको बेलामा संक्रमण भएको मेलदेखि फिमेलमा र संक्रमण भएको फिमेलदेखि मेलमा सर्ने गर्दछ। यो संक्रमण विशेष गरी घरपालुवा डगहरूमा भन्दा सडक सामुदायिक डगहरूमा धेरै देखिने गर्दछ। यो संक्रमण डगको प्राइभेट पार्टमा नाक, मुख, आँखामा भएको पाइन्छ। क्यान्सर भएको भाग आकारमा ठुलो हुने, रगत बग्ने, पिसाबमा रगत मिसिएको गर्ने जस्ता मुख्य समस्या देखिने गर्छ। यसको उपचार भनेको चाहिँ केमोथेरापी, एन्टी क्यान्सर ड्रग, भिन्क्रिस्टिन सल्फेट नसामा 3 देखि 5 पटकसम्म 7 दिनको फरकमा दिएर गर्न सकिन्छ र यसबाट बचाउनको लागि डगलाई बेस्ट अप्सन भनेको समयमा नै स्पेङ न्युटर गरेर हामीले बचाउन सकिन्छ।